ल हेर्नु है गाइज यो बझाङ जिल्लाको रोटी बनाउने तरिका यो ढुङ्गामा पिठो मिच्ने हो अनि त्यसपछि यसरी बनाउने है रोटी यस्तै गरी बनाउनु छैन दिदी तपाईले यो आगोमा पकाउने यो भाँडामा राख्ने अनि त्यसपछि खाने हैन यो चाहिँ केराको पात हो है केराको पातमा टक्क बनाउने यतातिर पनि छ रोटी हेर्नु अब रोटी बनिहाल्यो है रोटी बनिहाल्यो के अब बनिहाल्यो रोटी